दिदी हो कि के हो कि भेट्न आएको नि त जुन तारालाई म त बुढी हो बुढी भएको छैन कहाँ बुढी हुन पाइन्छ त अहिले भइसक्यो नि त पहिलेको जमाना कहाँ छ कहाँ देख्यो कि हाम्रो गाउँमा यसरी हामी खोज्दै आएको नि हो र भारी बोकेर लगभग 6 वर्षपछि घाँसको भारीसँगै आफ्नै गाउँमा भेटिन् जुन तारा। अर्कै भएछ जुन तारा त भइहाल्यो नि त दाइ पहिले कहाँ यो भन्दा 6 वर्ष अगाडिको अहिले कहाँ साँच्चैको जुन तारा हो है के लाग्छ कि लाग्दैन अब ममा के त्यसो देख्नुभयो मेरो लागि यहाँसम्म आउनुभयो कि अरू कसैको लागि हो कि होइन नि हामी रोल्पा आएको बेलामा जुन तारालाई भेट्न आउँछौँ भनेर भनेको थियो कि थिएन त्यो बेलामा त्यो पछि यही पालि आएको हो कि रोल्पा हो र हामी जुन तारालाई खोज्दै खोज्दै आएको हो र खुसी लाग्यो कि तपाईँहरू यहाँ आएको मेरो यस्तो दुर्गम ठाउँमा आउनुभयो तपाईँहरू मलाई एकदम खुसी लाग्यो तपाईँहरूसँग भेटेर मलाई यस्तो फिल भयो कि अहिले तपाईँहरू यहाँ आउनुहुन्छ मेरो लागि भनेर ममा के छ र त्यस्तो मलाई भेट्न आउनुभयो यहाँ मेरो दिदी छोरीको नामै जुन तारा राखेको तिमी धेरै मन पऱ्यो हो र किन तपाईँको छोरी तपाईँ मभन्दा पछि जन्माउनु भएको बच्चा हो नि हो र 3 वर्षको भयो अहिले तिम्रो नाम राखेको छु मैले हो र मेरो छोरी पनि 3 वर्ष पुग्यो अब हो अब असारमा 3 वर्ष पुग्छ किनभने हेर्नु यस्तो हालतमा बस्छु म देख्नुभयो मेरो हालत कस्तो छ म कसरी बसिरहेको छु कुनै टाइममा म कस्तो थिएँ र अहिले कस्तो भएर बसिरहेको छु देख्नुभयो तपाईँहरू जस्तै जिम्मेवारी बोकेर बसिरहेको छु म बिहे गरेर तर खुसी लाग्यो मैले कोही सोचे पनि छैन थियो तर मोबाइलमा हेरिराखेँ तर त्यस्तो चान्स भेट आउँदैन थियो तपाईँहरूसँग भेट्छु होला जस्तो लाग्छ तिम्रो फेरि फोन नम्बरै थिएन नि त हामीसँग मैले पनि भर्खर चलाइरहेको छु मोबाइल 2 वर्ष पुग्छ असारमा उयोहरू फेरि उता छाडेर आएको कि मलाई त एकछिनको काम होला भनिहाल्यो आइहाल्यो कि अनि यो स्याउला लिन जाँदाखेरि पनि छोरी लिएर गएको थियो म त जहाँ पनि त्यही हो छोरी अब भिरमा जान्छु दाउरा घाँस गर्नु